हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। फेरि पनि स्वागत छ नयाँ भिडियोमा। अनि म चाहिँ खाना खाएर यताउति सरसफाइहरू सबै जुठाहरू गरिसकेँ। अनि अहिले चाहिँ मुला काट्नु लागेको। अब चाहिँ गर्मी महिना लाग्यो नि त, अनि अचार लाउनु भनेर मैले चाहिँ हिजो बजारबाट लिएको थिएँ 2 केजी जति मुला। अनि धोएर ठिका बनाएको चाहिँ अब चाहिँ म काटेर सुकाइदिन्छु। भाइ स्कुल, बुनु पनि स्कुल, जेठा भाइ चाहिँ अलिक बिमारी छ र सुतिरहेको छ। त्यो चाहिँ आज स्कुल गएन, 2 दिन भइसक्यो त, हिजो पनि गएन। अनि मम्मी पनि सुतिरहनु भएको छ। अनि औषधि खाएपछि त्यो निन्द्रा लाग्दो रहेछ क्या मस्त, अनि त्यो सुतिरहनु भएको छ मम्मी पनि। अनि म चाहिँ अब मुला काटेर सुकाइदिनु पऱ्यो बाहिर भनेर भिडियो हेर्दै होला सबैजनाले है त। हल्का चिसोले मलाई पनि भेटेको छ। अनि नाक कस्तो खिराइरहेको छ। मैले चाहिँ यहाँ मकै पनि सुकाएको छु। अनि यहाँ छ मुला चाहिँ अब यो काट्दै यहाँ सुकाउनु छु नाङ्लोमा। यहाँ छ हाम्रो चपिङ बोर्ड, यहाँ छ मैले स्ट्यान्ड। कस्तो छाया देखिँदो रहेछ। ल मैले चाहिँ मुला काटिसकेँ है त। अब यहाँ सुकाइदिन्छु। अनि यहाँ पनि सुकाइदिनु पर्यो। मैले चाहिँ मुला पनि सुकाइदिएँ। अब चाहिँ म आज चाहिँ मकै खाजा खाने। अनि मैले मकै बिहान नै सुकाएको थिएँ, मजाले सुकिसक्यो, ओसिसकिन्थ्यो नि त, त्यो प्याक गरेर राखेको थिएँ। अनि म चाहिँ त्यो मकै फ्राई गर्छु अब एकछिनमा। तर अहिले चाहिँ मम्मी चाहिँ बुनु ल्याउनु जानुभयो स्कुल। 3 बजी छुट्टी हुन्छ नि त बुनुको चाहिँ, भाइको चाहिँ 4 बजी। अनि म चाहिँ यहाँ मकै भुट्नु लागेँ। मकै थोरै भुट्छ। अनि बिहानको बासी माम छ, त्यो पनि फ्राई गरिदिन्छु।
यो चाहिँ हाम्रो गाउँबाट लिएको मकै हो। अझै छ अलिकति, अस्तितिर खायौँ। कति पढौँ गुरु चाहिँ स्कुलदेखि आइदिँदैछ त बनाउनु पर्ने। ल हाम्रो चाहिँ मकै पाको ल मकै। अनि यहाँ चाहिँ म बासी भात भुट्न लागेको। हाम्रो माम्ती यहाँ छ। ल माम चाहिँ लगभग कति हो अब माम पनि। मैले यहाँ नुन हल्का लगाएको छु। बिहानको दालसँग खाने होला। ल खाजा खानु सुरु गरेँ बिन्दाले। कसलाई आउने मम्मीलाई। यो त मैले मिसाएको हिजोको बेलुकासम्मको। स्कुल अडेको होला नि त कम्तीहरू कता कता गयो। बिहानको दाल हो। तिम्रो महिना खान्छ मैं सुगाएको त नि। यदि कमल हुन्छ नि योभन्दा कमल त बिन्ताले बासी भात एक थाल बजाउँदैछ। कतिवटा खाइ सुठो मिठो थियो। छ भात खाने म र बिन्ता चाहिँ पेठोमा खाएको। माम दिदीले भिडियो बोल्नु तपाईँ त भिडियो बोल्नु के तपाईँ त एक थाल अनि एक थाल त खान्छु नि त। मैले पहिले मैले खान्छु त। चक्कर भएको बोजीमा राखौँ उकिन्छ क्या अहिले। पोखाउँछस् क्या त। मम्मीको दाँत सबै छ।
नाच सबै छ बिन्दाको दुईटा डाँडा लाइक म अब यहाँ हाम्रो चिया पनि छ मलाई एउटा चाइनिजको बोलाएर चाइनिजको त चाहिँ पहिला हामी यसरी मकैमा चियामा मकैमा खान्छौँ अनि मम्मीसँग खाने मम्मी मलाई सेलिसक्यो तर चिया त मेरो सेलेकै छैन चिया र भात पनि खान्थ्यौँ दामी पहिला हो तेरो त थिइनस् त्यति बेला कहाँ थिइस् नि म पेटमा थिएँ मम्मीको पेटमा थिइनस् पेटमा पनि होला थिएँ यस्तै त्रुनी थिएँ अब एकदम खाऊ ल आज चाहिँ नेक्स्ट डे हो हिजोको भिडियो चाहिँ छोटो हुन्छ भनेर मैले चाहिँ यो एउटै भिडियो बनाउँछु जोड्दैछु अनि अब चाहिँ म मुलाको अचार लगाइदिनु लागेको अब ओइली पनि सको अनि म चाहिँ भर्खर बाहिर गएर आएको पानी पनि पर्नु लाग्यो आज चाहिँ गराङ र गुरुङ गर्दैछ धेरै पछाडि पानी पर्नु लाग्यो ल म चाहिँ तोरी भुट्दैछु यो अचारको लागि यतिको भएको छ मुला चाहिँ यतिको भए हुन्छ यहाँ लाउने हो यो चाहिँ सिसाको हो पानी पनि सकिएको छ लाइन पनि आउँदैन यस्तो दामी हुँदैछ है अचार
मैले चाहिँ अचार बनाइसकेँ 3 डब्बा भयो। बिन्ता स्कुलदेखि आयो। पानी परेर यस्तो छ है त बाहिर चाहिँ। ए हजुर पानी पऱ्यो एकछिन अनि रह्यो अहिले चाहिँ बाहिरतिर यस्तो। भन्दै आजलाई बाई बाई। भिडियो यति नै।